सन्डे हो त आज नबनाउनु विरक्ति लाग्दो भइन्छ नि म त अब फाउन्डेसन लाएर आएको त अहिले जात्रा पो भयो त Good morning and happy new year 2082 हाम्रो नयाँ वर्ष चाहिँ सुरु भइसकेको छ आज 2022 साल नेपालको सबैजनालाई चाहिँ नयाँ वर्षको धेरै धेरै शुभकामना भन्न चाहन्छु सर्वप्रथम चाहिँ यो भिडियोबाट आज हामी चाहिँ सबैजना चाहिँ हाम्रो गाइजहरू मिलेर चाहिँ हामी जाँदैछौँ ड्राइभ पिकनिक लागि अनि तपाईको मेरो भाइ छ लभिसलाई ह्यापी न्यू इयर है सबैजनालाई ह्यापी न्यू इयर यस नयाँ वर्षको धेरै धेरै यस तपाईहरुलाई पनि रमाइलो गर्नु होला त्यही हो आज सबैजना चाहिँ साथीहरू मिलेर हाम्रो ग्रुपहरू मिलेर चाहिँ हामी जाँदैछौँ ड्राइभ पिकनिक जस्तै भनौँ एउटा ड्राइभ पिकनिक लागि जाँदैछौँ सो कस्तो हुन्छ थाहा छैन आइरहनु हेर्दै जानु भिडियो है सो यति भन्दै म चाहिँ अहिले यहाँ निस्किन्छु किन ढिला भइसक्यो मलाई फोन गरेछ क्या सबैजनाले सो तिलदैन अलिक एकछिन हेर्दै गर्नु होला है त बाई मेरो आउटफिट छ आजको म त निस्किँदा चाहिँ ग्रुप एकछिन बसी हुन्छ किनभने मलाई साथीले दिँदैछ थ्याङ्क यू मेरो साथीलाई कुन्टु तामाङ उसको म युट्युबको च्यानलको पनि लिङ्क राखिदिन्छु तलपट्टि मेरो उसमा डिस्क्रिप्सनमा सबैजना उसको च्यानल पनि वाच गरिदिनु होला हेरिदिनु होला है सो गाइज ढिला भइसक्यो मलाई फोन गरेछ म चाहिँ यहाँबाट निस्किन्छु मेरो सामान चाहिँ प्याक छ रेडी अलरेडी हेर्नु होइन तलपट्टि चाहिँ यहाँनिर चाहिँ मैले ड्रोन राखेको छु सो आज थोरै ड्रोन सटहरू पनि आउनेछ हेर्दै गर्नु होला त म चाहिँ निस्केँ मलाई फोन गरेछ क्या गाइजहरूले ट्रिप चाहिँ मैले अहिले 0मा राखेको छु अब कति किलोमिटर हानेको पनि थाहा छैन सो अल चेक जो टोटल्ली मैले सर्भिसिङ गरेर आइसकेँ विवेककोबाट थ्याङ्क यू विवेक सर्भिसिङ गर्दै होइन धेरै धन्यवाद छ सो सबैजनालाई चाहिँ अहिले फेरि एकछिन पछि भेट्छु र सो म चाहिँ अघि नै उता साथी घरमा आइसकेको थिएँ साथीलाई बोलाएको थिएँ अब एकछिनमा निस्किनु अब 5 to 10 मिनट पछि हामी निस्किन्छौँ होला यहाँबाट आन्टी हुनुहुन्छ है ल नयाँ वर्ष शुभकामना आन्टीलाई हाई गरिदिनु त जसको नि यस्तै आन्टी साथी घर अगाडि चाहिँ गणेशस्थान मन्दिर छ सोह्रखोटीको गणेशस्थान मन्दिरमा हो हामी यस्तो छ अहिले चाहिँ प्याक छ आज नयाँ वर्षको दिनमा भएर होला यस्तो प्याक भएको भएर चाहिँ यसो पनि हेरौँ न भनेर हेर्नु हेरौँ है त मलाई चाहिँ लाज लाग्यो है सबजनाले हेरेर नि त अनि म चाहिँ गइनँ त्यो मन्दिरभित्र किनभने यस्तो अप्ठ्यारो लाग्यो मन्दिरमा सबजना प्याक भएर अलिकति अप्ठ्यारो लाग्यो भएर म चाहिँ फेरि घरभित्र छिर्दै यता हेर्नु नि नमस्ते गरिदेऊ न नमस्ते पनि जाने नि यस्तो गरिदेऊ ल सेल्फी हाल्ने यस्तो गरिदेऊ न झन् ओठमा हानिदिन्छ अनि सबैजना चाहिँ रेडी भइसकेको छ निस्किँदा छ यहाँबाट मेरो चाहिँ अहिले यस्तो छ आउटफिट यहाँ यस्तो छ हेर्ने ठाउँलाई रेडी कपाल बिग्रिन्छ भनेर यहाँबाट निस्किन्छौँ यहाँबाट हामी लगक अलिकति 1.5 घन्टा अथवा 2 घन्टाभित्रमा पुग्छौँ सिलट्याङ्की नुवाकोट दरबार जाने भन्ने कुरो भएको छ हाम्रो अहिले त्यही भएर अहिले गाइस एकछिन ब्रेक लिएको थिएँ गाइज मैले चाहिँ अब त्यस्तो नै फ्रन्ट भ्यू मेरोमा गोप्रो छैन अहिले गोप्रो भएपछि चाहिँ म अहिले गोप्रो राखेर चाहिँ बल्ल फ्रन्ट भ्यू भन्छु हाम्रो एकछिन त त्यहाँ भ्लग बनाएर आइरहनु भएको छ भिडियो खिचिरहनु भएको छ उहाँको च्यानलमा हेर्नु है त्यो चाहिँ उहाँको च्यानलमा गएर हेर्नु होला म उहाँको लिङ्क पनि राखिदिन्छु भिडियोको हाम्रो भ्लगर भिडियो नि त त्यहाँबाट चाहिँ मेरो साथी छ यहाँ होइन मेरो साथी छ ल अन्त लडाइ म चाहिँ यहाँ निस्किन्छु यस्तो छ है गाई चाहिँ सामान चाहिँ रोड हजुर सिङ्गल हुँदा खुसी लागिरह मलाई त सबैलाई एउटा मिलाइदिन्छु भनेर त के गर्ने आज नयाँ वर्ष सबैजना बिजी ठिक छ मलाई सिङ्गल छ तर केही छैन ह्याप्पी छ तर आज ह्याप्पी नै हुनुभयो म आज ह्याप्पी नै छु पैसाको 1 गते म ह्याप्पी नै छु आज पैसाको 1 गते ह्याप्पी भएन भने सधैँ अनह्याप्पी हुन्छ रे ल अब हामी निस्किन्छ है यहाँबाट
ल गाइस मेरो चाहिँ अब यहाँबाट मोटो भ्लगिङ सुरु भयो। मेरो यो साथीको चाहिँ वर्कसप हो, सबैजना भिजिट गरिदिनु होला। टोखा माइती नजिक हुनुहुन्छ भने। सो हामीहरू चाहिँ अब राख्छौँ है त। सो मोटो भ्लगिङ इज अन देखिरहेको होला नि फेरि, देखिरहेको छ। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। ल अब हाम्रो चाहिँ मोटो भ्लगिङ सुरु भयो मेरो बल्ल। सो गाइज आफ्टर लङ टाइम पछि फेरि मेरो मोटो भ्लगिङ सुरु भइसकेको छ होइन। अब म त त्यस्तो धेरै हेभी दिँदिनँ भिडियोहरू, किनभने त्यसमा प्र्याक्टिस छैन हाम्रो धेरै। ड्रोन फुटेज भर्खर अहिले दिएँ होइन। लाइक आनन्दले जान्छु म त चिलबारमा, म त्यस्तो धेरै कुदाउँदिनँ, कुदाउनु नै हुँदैन है यो रोडमातिर चाहिँ। म त त्यो भन्छु होइन अलिकति लाइक। सो दिस इज द भ्यू, मजाको भ्यू। अब मेरो अडियो चाहिँ खास राम्रोसँग सुन्दैन होला, किनभने मसँग माइक छैन नि। विदाउट माइक मैले चाहिँ भिडियोलाई अन गरेर मैले हिँडिरहेको छु, त्यही भएर अलिकति त्यसलाई चाहिँ माइनर मिस्टेक्स भनेर छोडिदिनु होला। छैन अडियो लाइक अब अडियो कतिको आउँदा क्लियर आउन सक्छ छैन, मैले ट्राई पनि गरेको छुइनँ। त्यही भएर बिस्तारै मलाई बिस्तारै मेरो साथीहरू सबजना अगाडि जानु भइसकेको छ। मजाले अलिकति ध्यान दिएर मेन्टेन गरेर। र अगाडि चाहिँ मेरो साथी विवेक, उहाँको मिस वाइफ भनौँ न, हामी चाहिँ दिदी भन्छौँ, त्यो सुन्दा दिदी। दुईजनाको कन्टेन्ट सायद एउटै आउँछ होला, त्यो कन्टेन्ट चाहिँ एउटा नआओस् भनेर चाहिँ म अलिकति एउटै गर्छु होला है। त्यही हो। यो भन्दै चाहिँ म भिडियोलाई साइडिङ गर्छु होला। म चाहिँ यो चलाउँदिनँ, झोर पटेन यहाँबाट। फेरि बोलिरहेको भने तपाईँलाई नि झ्याउ हुन्छ, म बोल्दिनँ। इजी छ लाइक अब केही कुराहरू कठिन कुराहरू आयो भने चाहिँ म क्याप्चर गर्नेछु होइन। त्यही हो। अहिले चाहिँ म अफ गर्छु है गोप्रोलाई, एकछिन बसेर अफ गर्छु। हाम्रो चिन्ता दिदी चाहिँ फुल अन भ्लग बनाएर जानु गइरहनु भएको छ क्या, कडा भ्लग बनाएर। म चाहिँ त्यसरी बोल्न सक्दिनँ क्या, किनभने त्यो बानी छैन अहिले। पहिला जस्तो त्यो भ्लग बनाउने बानी नभएर चाहिँ सायद हट्यो होला होइन। क्यामेरा फेसिङ त जेरो लेभलै भनौँ, म जेरो लेभल चाहिँ जेरो फुल अन जेरो लेभल। त्यो खासै बोल्न नआउने यस्तो भयो त अहिले। आजभोलि चाहिँ खासै बोल्न आउँदैन। चिन्ता दिदी त कडा बोले यतिको चाहिँ हुनुपर्छ है, यतिको चाहिँ हुनुपर्छ, यतिको चाहिँ हुनु पऱ्यो हाम्रो दिदी। अब बनालाई यतिको चाहिँ हुनुपर्छ है, यतिको चलपल चाहिँ हुनुपर्छ। मलाई त अब खासै बोल्न नै आउँदैन, गाह्रो छ क्या। बोल्न नआउने भएको कारणले गर्दा चाहिँ गाह्रो हुन्छ। फेरि हावाले सबै गरेर चाहिरहेको छ मलाई, मेरो ड्रोन सबै मेरो फुटेजलाई। अब यही त हो भिडियो है। अब यो नयाँ नौलो चाहिँ भिडियो पनि सक्यो, म तपाईँहरूलाई देखाइदिन्छु फेरि भिडियोलाई। अहिले यति हो, के खिचिराख्नु होइन। यो अब यो रोड त्यो रोडलाई के गर्नु होइन, रोडलाई डरै लाग्छ मलाई चाहिँ। राम्रो छ कम दामी छ हौ बाटो, उpi छ उpi। मलाई चाहिँ सही लाग्छ। झर्ना छ नि त अब यहाँ त बाटैबाट हो नि। अब पानी परेको बेला आएको हुन्छ हामी हुन्छ त। अब पानी परेको बेला यहाँ आउन सकिँदैन। सिलगढी है, सिलगढी। गुरुङ भाइको खाजा घर।
शिवपुरी भनेर मैले त्यो सिलगढीको हुनु लागेको छ यहाँ टेस्ट इज गुड किनभने मैले ट्राई गरिसकेँ यहाँ आएर दामी छ कता छ विवेक बेलुकी आगे फर्किँदाखेरि मिल्यो भने उता सुकुटी खाएर जानुपर्छ है गुरुङ दाइकोबाट दामी छ दामी हो दामी छ नि शिवपुरीको त्यो चाँडै आउने हिसाबले आउनुपर्छ हजुर भइसक्यो अब रङ्गाउनु पऱ्यो अलिकति रन गरेर बाटो जान्छ रङ्गाउनु डर लाग्छ मलाई त्यहाँ किनभने यहाँ चाहिँ अलिकति डरै छ कुदाउनलाई त्यो बाटो पनि हेर्नु न क्या वाइड छ यहाँ क्या पुरै न्यारो टाइपको न्यारो छ अनि दुईवटा गाडी नि मुस्किलले ल एउटा गाडी आएपछि त्यस्तो हुन्छ यहाँ पुरा न्यारो भएको कारणले गर्दा चाहिँ कडा छ क्या यहाँ यस्तो दामी हुन्छ फेरि है ओपिच बाटो उयो पिच छ र ल हामी चाहिँ सर्ट हामीहरूको यात्रा सफल रहोस् भनेर सबैको यात्रा सफल रहोस् यो भनेको किसा राख्नु भनेको त्यसको अर्थ थाहा छ कि छैन मलाई त थाहा छैन के हो अर्थ मान्छेको मरेको मान्छेको प्रतीक हो कि त्यो एक्सिडेन्ट त्यस्तोहरू भयो भने राख्छ एक्सिडेन्ट भयो क्या खाउँ न त चिया हान्नु मात्रै रहेछ चिया हान्नु मात्रै रहेछ चिया खाने हो त ल चिया हामी चाहिँ चिया ब्रेक है अब एकछिन चिया लभरको चिया ब्रेक यो पनि हामी देखिरहेको कडा रहेछ नि त कन्टेन्ट है कन्टेन्ट मैले कन्टेन्ट पाएँ झगडा भइरहेछ म बिचमा रेफ्री त्यो बेलामा गयो भने चाहिँ अब कहाँ बन्देपुर त घुमिरहेको ठाउँ हो कहाँ छ हाम्रोतिर घुम्ने ठाउँ भनेको डाइनोस्कोट अहिले गुराँस फुलेर सिटी हाल्यो क्या तपाईँलाई गुराँस फुल्ने बेलामा चाहिँ लानुपर्ने कि बिदा यस्तो फुल छ है राम 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 त्यो जङ्गलै देखिन क्या गुराँसले अनि यो वर्ष चाहिँ खासै फुलेन त मान्छेहरू पहिला टिपिदियो अनि पानी ढिला पर्यो क्या त्यही भएर फुलेन कुनै वर्ष फुलेको थाहा पायो भने गइहाल्यो ल नेक्स्ट टाइम है नेक्स्ट टाइम जाने ब्लग हामी चाहिँ आइसक्यौँ आधी बाटो आइपुग्यौँ अझै छ कति किलोमिटर गयो तिम्रो कति किलोमिटर गयो 20-30 किलोमिटर हजुर हाम्रो बुढाबुढीको मेरो सिङ्गल त्यहाँ दामी ड्रोन सट हालिदिनु यो ड्रोन सटले चाहिँ मेरो च्यानल चाहिँ मोनेटाइज हुन्छ भन्नु हुँदैन यस्तो कुरा अब हामी चाहिँ चिया ब्रेक थियो अब चिया ब्रेक सक्यो निस्किन लाग्यो म चाहिँ निस्किन्छु अब फेरि मोटो भ्लगमा भेट्छु है त ल म चाहिँ अब यहाँबाट बिस्तारै हुन्छु चिया ब्रेक सक्यो नि त हाम्रो म फेरि ब्याक टु मोबाइल ब्याक टु फेरि मोटो भ्लगमा है भइसकेको छ म बिस्तारै जान्छु मेरो किनभने हावा बढी भयो चाहिँ कम भएको थाहा छैन तर कस्तो उखारेर छ कि बढी भत्र बढी उखारे भएर मेरोमा चाहिँ 1 लाइन सक्यो चाहिँ सुरु गाइडहरू बनाउन पर्दैन भएको छ यस्तो दामी खालको ठुलो छ बुढाबुढीको फेरि मिलन भइसकेको छ झगडा परेर एकछिन झगडा
पर पर्यो बिस्तारै अब यहाँ पनि पढाइ हुन्छ मलाई चाहिँ अब सिक्किने मान्छे भयो भने त दामी हुन्थ्यो अब सिक्किने मान्छे छैन मेरोमा चाहिँ 36 किलोमिटर देखाइरहेको छ विवेकमा 10 कम देखेर चाहिँ किनभने मेरो सायद यो किलोमिटरको जहाँ पछि अलिकति ठुलो भएको भएर त्यस्तो भयो होला जस्तो लाग्छ मलाई खासमा कुरो चाहिँ हामी 5 जनाको ग्रुपको कुरो थियो 5 जनाको ग्रुपमा चाहिँ हामी 2 जना मात्र हामी 3 जना मात्र भयौँ त्यहाँनिर 2 जना भएन जात्रा के भाई छोटा भाई मलाई ठाउँ यस्तो राम्रो लाग्छ यहाँको ठाउँ त दामी लाग्छ क्या अहिले चाहिँ हामी ठ्याक्कै भन्नुपर्दाखेरि यहाँनिर यस्तो दामी लोकेसनमा रोकेर एकछिन बसेका छौँ अब बिदुर आउन जस्तो लाग्छ मलाई त्यो 18 किलोमिटर जति बाँकी होला 18 अथवा 16 किलोमिटर थाहा छैन मलाई है कडा छ यसो एकछिनपछि फेरि मजाले चाहिँ म किनभने ड्रोन सट लिन आएको छु ड्रोन सट लिन भएर चाहिँ मैले यसरी गरेर छु एकछिनमा देख्छु है त अहिले आवाज सुन्दैन क्या गाडीहरू यस्तो हिँडिरहेको छ है यो चाहिँ BTS भिडियो है मेरो च्यानलमा आउँछ BTS भिडियो चाहिँ अहिले सुन्दा दिदी उहाँ पर हुनुहुन्छ मेरोमा क्लियर छैन इमेज गाइजहरू यहाँ चाहिँ हाम्रो क्यामेराम्यान रेडी हुँदैछ सुट ल है फेरि है एकचोटि सर क्यामेराम्यान ल यता फेरि एकचोटि आम रे उता आम उताबाट कडा यस हावालाई फिल गर्नु हातहरू यस्तो गर्नु हो बिस्तारै गाइजहरू हामी चाहिँ अहिले ब्रेक लिएँ मैले मेरो गोप्रोको फुटेज चाहिँ चलेन क्या के भयो तनाव भइरहेछ मेरो त्यत्रो खिच्दै बोल्दै आएको थिएँ त्यो फुटेजलाई के भयो अहिले ठ्याक्कै अब बिदुरको पुल भन्दा थोरै यता वरिपरि हामी खोलानिर बसिरहेको छौँ अब चिया खान्छौँ स्कुटरहरू त्यहाँ छ साथीभाइ यहाँ छ त्यस्तो यहाँनिर खोलामा यहाँ मन्दिर छ है दामी आजको डेस्टिनेसन हजुर हस् धन्यवाद चिया ब्रेक फेरि खाना भने यस्तै हो मेरो चाहिँ यहाँनिर बाइक यसो बुढाको भिडियो खिच्नुपर्छ ल
यहाँ किसिम त बिदा त छ आजबाट 1 वर्ष बुढो भने कसरी प्रमाणित हुन्छ त हेर्नु त यहाँ सेतुको बेला कति धेरै हेर्नु न 1 2 3 4 5 अहिलेसम्म देखेको थिएन मैले भाइ यो केटाको आज त देखेँ त न्यू इयर सँगै तपाईँ 1 वर्ष बुढो भयो यहाँ ठाडो भएर बस्छ मेरो यस्तै भएर मैले कपाल यस्तो गरे हो के बुढेसकालले छोयो अब विवेकलाई नतान फाइपटा हो फाइपटा हेलो पसिनाले खतम भइगयो मैले देखिरहेको छु यसरी ब्लग गर्न मिल्छ यसरी बिरक्ति लाग्दो भइसक्यो त म त अब फाउन्डेसन लाएर आएको त अहिले जात्रा पो भयो त पसिना उत्तर भयो त विवेक सरलाई गर्मी भएको अवस्था बरु यार यो ठिक रहेछ फोनबाट गर्नुभन्दा यहाँबाट गर्नु फाइदा रहेछ अहिले चाहिँ पानी परेको अवस्था अनि हामी चाहिँ यहाँ यसरी बसिरहेको छौँ पानी परेर चाहिँ हत्रा पानी परेर छ सबजनालाई गर्मी भइरहेछ यता नि गर्मी भएर एकदम चिसो आइस नै भएको पानी यता म चाहिँ यसरी बसिरहेको छु अझ यो लाएर बसिरहेको छु म त्यो लाएर बसिरहेको छु गर्मी भइरहेछ गर्मी चाहिँ छ गर्मी गन्तव्यसम्म नपुगिकन पानी परिहाल्यो तनाव भइसक्यो यहाँ के गर्ने होला टेन्सन भयो अझै मेरो एउटा बाँकी थियो कतिको टेन्सन भइरहेछ सर टेन्सनै हुन्छ जस्तो लागेर ल एकछिन है त अहिले चाहिँ हामी सिल ट्याङ्की निर आउन लागिसकेका छौँ यो चाहिँ सिल ट्याङ्कीको उताबाट भनेको लेफ्टबाट लाग्ने दिस इज द भ्यू म त लास्ट टाइम आउँदाखेरि खासै भ्लग बनाउन पाएको थिइनँ होइन अब अहिले चाहिँ भ्लग बनाउँछु भनेर नै आएको क्या देख्न सक्नुहुन्छ दामी छ अहिले दामी कडा भइरहेको छ मलाई मन पऱ्यो धेरै नै सो आई लाइक इट भेरी भेरी मच होइन एकदम मन पऱ्यो सिल ट्याङ्की आइसकेको छौँ सिल ट्याङ्की चाहिँ लाइक यस्तो हुँदो रहेछ यस्तो छ होइन लाइक स्टार्ट गरेको छ हामी चाहिँ लास्ट टाइम आउँदा चाहिँ हामी उताबाट आएको भएर चाहिँ नमिलेको रहेछ क्या मैले बुझेअनुसार चाहिँ थाहा पाएअनुसार चाहिँ सो यो चाहिँ रहेछ एक्ज्याक्टली चाहिँ सिल ट्याङ्की घुम्नुपर्ने ठाउँ छ है किनभने उतापट्टि गाडी हेभी गाडीहरू निषेध गरेको रहेछ कस्तो लाग्यो त भाइ दामी हो अघि उतापट्टि हेर्दाखेरि चाहिँ खासै रमाइलो होला यता होइन तर अहिले चाहिँ अब एक ड्रोन भ्यू हान्नुपर्छ कडा मजा आउँछ नि एक ड्रोन भ्यू हान्नुपर्छ क्या अहिले यता सिल ट्याङ्की दिस इज द सिल ट्याङ्की ड्याम है ल ओपी ल यो चाहिँ यस्तो छ है यो खास चाहिँ सिल ट्याङ्की चाहिँ यसलाई भन्छ है जसले मेरो भिडियोहरू थाहा छ मसँग पहिला अगाडि आउनु भएको भरि यो सिल ट्याङ्की भनेको यो चाहिँ हो सिल ट्याङ्की है बुझ्नु भयो नि यस्तो फोहोर चाहिँ नगर्दा भयो भने थियो कि छ्या जहाँ आउन नि यस्तो फोहोर गरिदिनु यस्तो दामी छ अब यस्तो चाहिँ अब
कहाँसम्म पुग्छ थाहा छैन होइन, यो चाहिँ रिक्समा हो। पानीमा गएर डुब्यो भने तनाव हुन्छ। त्यो टान नलानु नि त। अब थोरै अलिकति मात्रै धेरै नलाने। एक राउन्ड भन्दा अलिकति 5 मिनट जति चाहिँ अलिकति उडाउनु पर्छ। 5 मिनट बेसी चाहिँ उडाउँदिनँ म। मैले विचार गरिसकेँ, थोरै अलिकति भ्यू हेरेर फिर्ता गरिहाल्छु। मेरो त्यो प्लान भइसक्यो। ल सायद गाइजहरू हामीले चाहिँ यहाँ खाजा खाएर सकिसक्यो। अब हामी चाहिँ निस्किने तर्फरमा छौँ, तर्फतिर छौँ। यहाँ चाहिँ सुन्दा दिदीले भाँडा माझिरहनु भएको छ। नयाँ वर्षको दिनमा आज मैले खासमा भाडा माझ्नु हुन्थेन, तर मैले भाँडा माझेँ, मैले माझेँ, बिहान पुच्छल आयो, मैले माझेँ भनौँ न, मैले माझेँ भनौँ न। घरमा भाडा माझेन, वनमा आएर भाडा माझ्नु। ठिक छ र, कहिलेकाहीँ माझिनु पर्छ। ठिक छ, राम्रो भयो एकदम। आजको डे चाहिँ एकदम दामी कडा उपी भयो ल आजको लागि चाहिँ। सो आजलाई चाहिँ यति भन्दै म अब बिदा माग्न चाहन्छु। हजुर, अब धेरै नै हो, धेरै लामो नभनौँ, मेरो भइसक्यो, बढी लामो भइसक्यो। अब चाहिँ हामी चाहिँ लाग्छौँ होला। विवेक सरलाई पनि धेरै धेरै धन्यवाद, आजको प्लानलाई स्पेसल बनाइदिनु भयो, धेरै धेरै धन्यवाद छ। त्यसै गरेर सुन्दा दिदीलाई पनि धेरै धेरै धन्यवाद छ है। सुन्दा दिदीको च्यानल म चाहिँ सुन्दा दिदीको च्यानललाई म चाहिँ राख्ने सुन्दा दिदीको च्यानलको लिङ्क चाहिँ म तल राखिदिन्छु होइन। एकअर्कालाई चाहिँ सपोर्ट गरिदिनु होला हाम्रो। अनि यो जुन गोप्रो मलाई दिनुभएको साथी छ उहाँको च्यानल पनि म राखिदिन्छु ल। सो उहाँले नि एकदम धेरै हेल्प गर्नुभयो मलाई गोप्रो दिएर, राम्रो एकदम थ्याङ्क यू सो मच धन्यवाद साथीलाई गोप्रो दिएकोमा है। सो आजलाई यति भन्दै चाहिँ म बिदा माग्न चाहन्छु। धन्यवाद।